यहाँहरू सबैलाई स्वागत छ। यसलाई हाम्रोतिर चाहिँ फरन भन्छ, हजुरहरूकोतिर के भन्छ कमेन्ट गर्नुहोला। आज यसको सबै यो काटेर चाहिँ म नयाँ तरिका चाहिँ यसमा एक्सपेरिमेन्ट गर्ने ट्राई गरिरहेको छु। दाल झानमा भयो अनि तरकारीहरू फ्राई गर्दा पनि यसलाई तरकारीमा पनि युज गर्न सकिन्छ। जति काट्यो त्यति नै फास्ट ग्रो हुने है। यो चाहिँ एयर पास राखेर मैले चाहिँ यसरी यसलाई छोपिदिने डिसिजन गरेँ। अनि अलि दिनपछि चाहिँ कस्तो हुन्छ म हजुरहरूलाई अपडेट दिनेछु। यो पुरा 10 दिन पछिको रिजल्ट है। वाउ, म चाहिँ एकदम एकछिन त हेरेर यस्तो खतरा दामी लाग्यो कि कुरै छोड्नु है। यो फट्टा चाहिँ माथिबाट च्यापिएछ अनि यसको टुप्पा टुप्पा चाहिँ के पो बिग्रे जस्तो भएको थियो। हावा पानी आउँछ भनेर मैले फट्टालाई इट्टाले पुरै च्यापिदिएको थिएँ नि त। अनि यस्तो दामी, वाउ, म त यति कमुलो छ कि यति कमुलो छ, यो नरम के लास्टै नरम छ। अनि एल्लो पनि अब यतिको त देखिरहेन यसमा, तर एकदम एल्लो थियो। अब चाहिँ यसलाई म काट्छु है। काटेर आज चाहिँ यसैको तरकारी बन्नेवाला छ। किनकि उसमा दुई पिस चाहिँ सुकेको माछा होइन, सुकुटी माछा अनि आलु टक्क अलि झोलिलो टाइप सुप टाइपमा बनाएर रोटीसँग खाँदा चाहिँ यसको मजा नै बेग्लै हुन्छ है। हजुरहरूकोतिर यो छ भनेपछि चाहिँ हजुरहरू ट्राई गर्नुहोला। अनि च्यानलमै नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरेर सपोर्ट गर्न पनि नभुल्नु होला है। यो चाहिँ अब फाइनली हामीले काटिसकेँ, मैले यो सबै काटिसकेँ। अब चाहिँ म भान्साको मान्छेलाई बुझाइदिन्छु यो। अनि आज साँझ पाक्छ, टक्क खाइन्छ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।